नमस्कार, म अरी हुँ। यस पटक विपद आउँदा के लिएर भाग्ने, के तयारी गरेर राख्ने भन्ने बारे सबैलाई सिकाउने छु। पहिलो कुरा विपद आउनु अघि नै तयार पार्नु पर्ने कुराहरू हुन्। यसलाई आपतकालीन बोक्ने सामान भनिन्छ। यो भनेको आपतकालीन बोक्ने सामान राखिएको झोला हो। यसलाई आपतकालीन बोक्ने झोला भनिन्छ। अब सबै तयारी गरौँ। पहिले आपतकालीन बोक्ने झोला तयार पारिन्छ। आपतकालीन बोक्ने झोला ब्याकप्याक प्रकारको राम्रो हुन्छ। यसका तीनवटा कारण छन्। सुरक्षित रूपमा हिँड्न सकिन्छ, सजिलै चल्न सकिन्छ र छिट्टै थाकिँदैन। अब आपतकालीन बोक्ने सामान तयार गरौँ। प्राकृतिक विपत्ति आएपछि करिब केही दिनसम्म आफै सुरक्षित रूपमा बस्नका लागि सामान्यतया आवश्यक बनिने सामानहरू हुन्। अब मोबाइल शौचालयको बारेमा जानकारी दिन्छु। विपत्ति आउँदा शौचालय प्रयोग गर्न नसकिने अवस्था आउन सक्छ। त्यस्तो अवस्थामा प्रयोग गर्नका लागि मोबाइल शौचालय हो। यो बोक्न मिल्ने साइजमा हुन्छ र 100 रुपैयाँ पसल जस्ता ठाउँमा किन्न सकिन्छ। अब मोबाइल शौचालय कसरी प्रयोग गर्ने भन्ने कुरा हो। विपत्ति आउँदा शौचालय प्रयोग गर्न नसकिने जस्तै फोहोर पनि जम्मा गर्न नसकिने अवस्था आउन सक्छ। त्यस्तो अवस्थामा फोहोर घरभित्रै राख्नुपर्छ। गन्ध नआउने झोला जस्ता सामग्री प्रयोग गरी सकेसम्म सफा राख्नु महत्त्वपूर्ण छ। त्यसबाहेक संक्रमण रोगको रोकथामका सामग्री, बहुमूल्य सामान जस्ता तपाईँलाई जोगाउने र तपाईँलाई चिनाउने वस्तुहरू पनि सँगै राखौँ। आपतकालीन झोला तयार भएपछि अन्त्यमा सञ्चित सामग्रीहरू पनि तयार गरौँ। ग्यास वा पानी चल्न नसक्ने बेला वा सहायता आउँदासम्म केही समय बाँच्नका लागि तयारी गर्नु हो। खानपान, पिउने पानी र दैनिक जीवनमा आवश्यक वस्तुहरू कम्तीमा केही दिनदेखि 1 हप्तासम्मका लागि जोहो गरौँ। रोलिङ स्टक भन्ने तरिका पनि छ। दैनिक किनमेल गर्दा खानेकुरा र पिउने कुरा अलि बढी किन्ने, प्रयोग गरेको जति फेरि किनेर सधैँ घरमा स्टक राख्ने तरिका हो। यसरी गर्दा एकैचोटि धेरै किन्नु पर्दैन र दैनिक जीवनमै स्वाभाविक रूपमा तयारी गर्न सकिन्छ। हेरिदिनु भएकोमा धन्यवाद। अर्को भिडियो पनि हेर्नुहोस् है।